आज चाहिँ अब रेसीको बाटो खोल्यो, पानी पर्दा चाहिँ साह्रै पर्छ भनेर चाहिँ आएको। अब हेरौँ बाटो कस्तो छ, तपाईँहरूलाई पनि अपडेट दिन्छौँ भनेर, विशेष गरी बाइकर्सहरूलाई जो बाइकको बारेमा बाटो आउनुहुन्छ है। पानीले एकदम क्यामेरा लेन्समा लागेर चाहिँ यति मुस्किल भएको कि बुझ्दै गएको र पनि साह्रै राम्रो पुसाइ चाहिँ भएन। फेरि क्यामेराको लेन्समा पानी लागेर भिजन चाहिँ अलिकति ब्लर जस्तो भइरहेछ। बाटो चाहिँ अब हेर्नुहोस् अगाडि कस्तो छ। यहाँ आइपुगेको, काम चलिरहेको रहेछ। डन्डीले फुटाइरहेको, ओछ्यानले अछ्याइरहेको। बाइकले फेरि मलाई दुःख दिएको हो, यो पानी पसेर यहाँ भएको। बाइक स्टार्ट हुँदैन भन्ने पिर फेरि मलाई। धन्न बाइक चाहिँ स्टार्ट चाहिँ भइदियो, काम धमाधम भयो। अनि धेरै बेर बस्नु पऱ्यो, 40-45 मिनट बस्नु पऱ्यो र फाइनली बाटो खोलेर चाहिँ छिर्यौँ, दुःखसुख निक्ल्यौँ। फर्किँदा चाहिँ म यो बाटो फर्किँदिनँ होला, बरु काकीको बाटो रेकमेन्ड गर्छु। पानी पर्दा चाहिँ एकदमै मुस्किल हुँदो रहेछ यो बाटो, अभोइड गरिदिनुहोस् होला सबैजनाले। हजुर जा भने उताबाट कि जाँदैन हजुर। यस्तो बाटोमा यो दुईजना अब अङ्कल र दुईजना अङ्कलहरू हुनुहुन्थ्यो स्कुटीहरूमा कि यस्तो डरलाग्दो जान्छ भाइ भन्दै लगेको। यसरी ढुङ्गाको त्यो खाल्टोहरू चाहिँ यति डरलाग्दो थियो र पनि अब उनीहरू जबरजस्ती गएको, म चाहिँ गइनँ। अनि त्यहाँ एकछिन हेरेँ, विचार गरेँ। त्यहाँ एकजना दाजु आएर चाहिँ त्यहाँदेखि म पनि लु भाइ तपाईँ पनि जानुहोस् भनेर चाहिँ त्यहाँदेखिको चाहिँ म चाहिँ लागेर ठेलठाल पार्दै भए पनि हामी चाहिँ बाहिर निस्क्यौँ। अब मेरो पालि आयो। यसरी ठेलठाल पार्दै बिचरा दाजुले तान्दै लगेर ठेलठाल पारेर निकालेको। अङ्कल अगाडि चढ्नुहोस् न, पछाडिको ब्रेक लाउनुहोस्, अगाडि होइन। चढ्नुहोस् पछाडिको ब्रेक लाउनुहोस्। अगाडिको तपाईँ लड्नुहुन्छ, फुट ब्रेक लाएन भने लड्नुहुन्छ। उयो दाजु होला भन्नुहोस् न, फुट ब्रेक लाउनुपर्छ अङ्कल, फुट ब्रेक। अङ्कललाई अघि चाहिँ नजानुहोस् न उता भनेको हो, झरेर जानुपर्छ भन्नुभयो। अहिले चाहिँ फेरि आँट आएन भन्नुहुन्छ। अब आएपछि आयो नि, अब जसरी पनि जानै पर्ने यहाँ त। कन्डिसन त राम्रो त छैन नि। अङ्कलको बाइक मैले कहाँसम्म निकालिदिनु भन्नु त, यत्रो निकालेर चाहिँ अनि म फेरि
हिँड्दै जानु उकालो अब अङ्कलले तलसम्म निकालिदिनु भन्नुहुन्छ। यत्रो ठुलो यति लामो बाटो छ होइन, अनि मलाई पनि स्कुल जानु एकदमै ढिलो भइरहेको। स्कुटी ल्याउनु भएन ए त्यो काम भएकोले गर्दा झन्डै 40-45 मिनट त्यहाँनिर अड्किँदा धेरै समय लाग्यो। अनि स्कुल ढिलो भइसक्यो भनेर चाहिँ म चाहिँ लागेँ बिचरा। अब अङ्कल कसरी आउनु भयो होला, अङ्कललाई नजानुहोस् भन्दा पनि अङ्कल जबरजस्ती जानुभएको, राम्रोसँग आउनु भयो होला। बाटो चाहिँ यस्तो छ, उकालो चाहिँ सायदै म फर्किँदिनँ होला, रेकमेन्ड गर्दिनँ अरूलाई पनि नजानुहोस् भनेरै भन्न चाहन्छु।